मेरो मिनी ब्लगमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी डे 1 मा छौँ र डे 1 मा पोखराको लेक साइडबाट सुरु गर्दैछौँ। हाम्रो भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिँदै गर्नुहोला है त। आउनुहोस् आजलाई पोखराको लेक साइडमा रमाइलो गरौँ। पोखराको लेक साइडमा छौँ हामी यतिखेर र पोखराको लेक साइडको भ्यू रात्रिकालीन 10 बजिसकेको छ। अहिले 10 बजेको बसाइमा यति रमाइलो छ। पोखरामा बेग्लै रमाइलो छ। आफ्नै बजार छ। काठमाडौँको ठमेलभन्दा धेरै नै रमाइलो छ, राम्रो छ, उत्कृष्ट छ। हाम्रो जम्बो टिम नै छौँ हामी पोखरामा। लेक साइड हो यो। लेक साइडमा छौँ आनन्दसित। पिङ खेल्ने पनि राति पनि पिङ खुल्लै हुने रहेछ। होटेलहरू यति धमाधम होटेलहरू यति छ, राम्रो राम्रो होटेलहरू। मान्छेको भिड त्यस्तै छ, बाक्लो भिड छ, बाक्लो उपस्थिति देख्न सक्नुहुनेछ। भारतीय पर्यटकहरू म्याक्सिमम छन् जहाँसम्म लाग्छ मलाई। जति पनि देख्छु भारतीय नै देखे जस्तो लाग्छ। माछा हन्टिङ गरिरहनु भएको छ यतातिर। रातिमा पनि फेवातालमा माछा मार्दै हुनुहुन्छ। रमाइलो छ। यतातिरको बजारकै छ। फेरि 12 PM देखि 10 PM सम्म माछा हन्टिङ। खै हाम्रो यहाँको स्पेसल चाहिँ के हो? लेक साइडको स्पेसल चाहिँ के हो? साइडको स्पेसल भनेको त यो फेवातालको दृश्य मजाले हेरेर यहाँ अवलोकन गरेर नेपाली विदेशी सबै चाहिँ यहीँ जम्मा हुने ठाउँ यही नै हो। लेक साइड स्पेसल रूपमा खरखरे चल्ने रहेछ। खरखरे चल्नेदेखि लिएर यहाँ स्पेसल मड्का चिया खानादेखि लिएर तपाईँको एकदमै दृश्य फुल रूपमा यो चाहिँ अन्नपूर्ण गार्डन। आज चाहिँ किन यस्तो खाली खाली रहेछ त? खाली स्पेसल एकदमै मौसम च्यालेन्ज। आज 2 बजेदेखि नै पोखरा फुल रूपमा पानी पर्यो। त्यसले गर्दा पानी पर्नाले चाहिँ आज अलिकति कमै देखिरहेको छ। अहिले हामीसँग 10:30 बन्द लाग्दा पनि यो फेवातालमा चाहिँ रातिमा चाहिँ बोटिङ नहुने रहेछ है? रातिमा बोटिङ टोटल रूपमा क्लोज गरेको छ। 7 बजेपछि टोटल रूपमा क्लोज छ। पहिला चाहिँ चल्थ्यो होइन? पहिला चल्थ्यो। केही दुर्घटना भइसकेपछि चाहिँ यो 7 बजेपछि टोटल रूपमा क्लोज गरेको छ। विशेष रूपमा यहाँ केही परिहाल्यो भने टोली परिचालन नै छ क्या। विशेष रूपमा दुर्घटना भइहाल्यो भने विशेष यहाँ टोली प्राइभेट टावरबाट हेरिरहेको छ। उता चाहिँ हाम्रो टावर छ 2टा। अहिले त यो धेरै चाहिँ म्याक्सिमम हामीले चाहिँ भारतीय पर्यटक देख्न सक्नुहुन्छ होइन यहाँनिर? म्याक्सिमम चाहिँ अहिले भारतीय पर्यटक लगभग यो एरिया लेक साइड एरिया प्रताल यो एरियामा चाहिँ पर डे सवार गर्ने चाहिँ 5000 बराबरको चाहिँ भारतीय पर्यटकहरू छन् पर डे। पर डे नै म्याक्सिमम देखिएको छ। जति हेऱ्यो त्यति हेरिराख्नु मन लाग्ने छ। पोखराको यहाँनिरबाट चाहिँ डुङ्गा चढ्ने ठाउँ हो। अहिले रात्रिकालीन चाहिँ डुङ्गा छैन, यहाँ बन्द गरिएको छ। यति राम्रो झन्डाहरू टाँगिएको छ। ल हेर्नुहोस् त कति राम्रो छ, कति रमाइलो छ। आहा, लेक साइड घुमिसकेपछि हामीलाई अत्यन्तै भोक लाग्यो र हामी अहिले थकालीमा खाना खाँदैछौँ। दोस्रो दिनको बिहानी हाम्रो मुक्तिनाथ प्यालेस होटलबाट हुन्छ। हामीले रात यहीँ आएर बितायौँ। निकै आनन्द छ, सुन्दर छ। लेक साइडबाट नजिकै रमाइलो ठाउँमा मुक्तिनाथ प्यालेस होटल छ र हामी यहाँबाट उठेर अब हामी हाम्रो कामतिर लाग्यौँ। पृथ्वी चोकमा आइपुग्यौँ र विभिन्न ठाउँहरूको हाम्रो कामहरू थियो। दिनभरिको काम दैनिकी सक्नु नै पर्ने थियो। जसरी हुन्छ आज हामीले धेरै नै काम गर्नुपर्ने थियो। पोखराको मौसमको फेरि कुनै पनि भरै नै पानी आम्मामा यत्रो पानी पऱ्यो कि यहाँनिर खुरै छोडिदिनुहोस्। यस्तो पानी पऱ्यो, धन्नै कुटिसकेको थियो। साइडमा एउटा होटल फेला पाऱ्यौँ र त्यहाँ फ्याट्टभित्र छिरिहाल्यौँ। भित्र हामी के छिरेका थियौँ, बाहिर पानी हेर्नुहोस् त, मुसलधारे पानीले हाम्रो बाइक त पुरै धोइदियो। त्यहाँनिर राख्दै बाइक धोइदियो, यति ठुलो पानी पऱ्यो। अनि पानी बिदा भएपछि यहीँ चाउमिन खाइयो, यहीँ बसेर र फेरि लाग्यो हामी पृथ्वी चोकतिर। बसपानमा आइपुगेको सबै टवरहरू भत्काइसकेको रहेछ। त्यहाँ पनि बालनले काठमाडौँमा जसरी भत्काउनु भयो त्यसरी नै त्यहाँका मेयर साहबले पनि पोखराको विभिन्न ठाउँहरू ध्वस्तै बनाएर भत्काइसक्नु भएको रहेछ। नयाँ संरचना बनाउन बाँकी नै छ। पक्कै पनि पोखरा अझै सुन्दर बन्छ, देख्न लायक बन्छ अवश्य पनि। दिनभरिको काम अनि थकानलाई बिट मार्दै फेरि सेतीको पुल तरियो। अब फेरि लेक साइड जानको लागि तयार भयो। यहाँ सेतीको पुलमा तपाईँको नयाँ पुल बन्दै रहेछ। यसले पनि थप सुन्दरता दिने नै छ। यी सबै कुराहरूलाई अब बिट मार्दै फेरि साँझ परिसकेको छ। झमक्क झम्के साँझमा फेवातालको दृश्य हेर्दै अब हामी आजको केही समय यहीँ बस्नेछौँ पोखराको फेवातालमा। हिजो हामी देब्रेपट्टि घुमेका थियौँ भने आज तालबाट दाहिनेपट्टि घुम्दैछौँ। दाहिनेपट्टि विभिन्न चराचुरुङ्गीको त्यस्तै मिठो धुनहरू आइरहेको छ। त्यति नै राम्रो वातावरण आइरहेको छ। त्यति नै मिठो भाइब्स दिइरहेको छ। जसरी चराचुरुङ्गीले साँझ परेपछि आफ्नो बास खोजे त्यसरी नै हामी पनि साँझ परेपछि आफ्नो बास खोज्दै पुनः फेरि लेक साइडमा आइपुगेका छौँ। फेवातालको तालमा तैरिएको डुङ्गा
उस्तै रमाइलो छ, जति हेऱ्यो मनमोहक बनाइरहेको छ। छोड्नै मन नलाग्ने छ वास्तवमा भनिदियो भने। पोखराको देब्रे साइड जति रमाइलो थियो दाहिने साइड पनि त्यति नै रमाइलो छ, र पक्कै पनि दाहिने साइड जति रमाइलो छ देब्रे साइड पनि उति नै रमाइलो छ, सुन्दर छ। टहटह जुन आकाशमा जुन उदाएको छ, तालको लाइटहरूले त्यति नै सुन्दर दिएको छ। त्यस्तै गरी चराचुरुङ्गीहरू साँझमा बास बस्नलाई आफ्नो गुणमा फर्किएका छन्। साँच्चै भन्ने हो भने स्वर्गका टुक्राहरूमध्येको एउटा टुक्रा पोखरा पनि हो। र पोखरा त्यहाँमाथि फेवाताल त झन् कुरै नगरौँ। झमक्क झम्के साँझ परेको छ, लाइटले तैरिएको ढुङ्गाहरूलाई छर्लङ्ग देखाएको छ, बडो मजा आइरहेको छ। पक्कै पनि तपाईँहरू पनि जतिसक्दो चाँडो आउनुहोस्, घुम्नुहोस्, एकचोटि एक साइडमा आफूलाई देखाउनुहोस्, उतार्नुहोस्। झमक्क झम्के साँझमा तालबारीको गेट अगाडि काठमाडौँमा जस्तै यहाँ पनि आरती हुने रहेछ। बेलुकाको आरतीमा ठ्याक्कै आरती सकिनै लाग्दा हामी पनि पुग्यौँ। आरती शुभ सन्ध्यामा हामीले पनि आरती लिग्यौँ। बेलुका साँझ परेको हुनाले मान्छे त कम उपस्थित हुनुहुन्थ्यो, तर पनि गुरुहरूको त्यो सौहार्दपूर्ण वातावरणमा एकदमै मजा आयो। त्यहाँनिर जुन पिसफुल वातावरण रह्यो, जुन आरती लिन धेरै नै मजा आयो। हामीले त हाम्रो तर्फबाट आरती लियौँ। लगभग लेक साइडको दोस्रो दिनको घुमाइ पनि हामी अन्त्यमा पुग्यौँ र खानको लागि चारो खोज्न पुग्यौँ। मान्छे कहिलेकाहीँ सानो कुराले पनि खुसी दिने, सानो झ्यालबाट पुरै पोखरा फेवाताल देखिने रहेछ, हेरियो। यही लेक साइडमा बसेर पेट भरियो, आँखाले मन भरियो, खानाले पेट भरियो र वासस्थानतिर लाग्यो। हेलो, गुड मर्निङ। आज हाम्रो तेस्रो दिन हिजो जस्तै गोर्खा प्यालेस होटलमा बस्यौँ र त्यहाँबाट उठ्यौँ। किनभने 2 दिन भइसकेको थियो, हाम्रो काम पनि बनिरहेको थिएन। कामको दौडानको लागि अलि बेसी नै दौडिनु पर्ने भयो। आजै काम सकेर फेरि आजै हामी गोर्खा फर्किनु पर्ने काम विशेष भएको हुनाले एकदमै द्रुत गतिमा कुद्नु पर्यो। धेरै भिडियो बनाउन सकिएन आजको लागि, र यहाँको काम सकिसकेपछि बाँकी आउने समय त छँदैछ। लगभग हामी पोखराको काम सकेर अब चाहिँ हामी गोर्खाको लागि अघि बढेका छौँ र यहाँ चिया खाएर जाने हाम्रो योजनाबद्ध रूपमा अघि बढेका छौँ। मेरो भाइ सन्देश हिस्सा हाँस्छ। हेलो, फाइनल्ली हामी अब चाहिँ गोर्खाको यात्रा तय गर्दैछौँ। यो स्ट्यान्ड मैले पहिलोचोटि समातेर भिडियो बनाउँदैछु, कस्तो लाग्छ तपाईँहरूलाई भन्नु होला होइन। यो हाम्रो बाइक हो होइन, यो हाम्रो बाइक हो, यो सन्देश गोरु हो, यो म हो, यो बाइक गोरु हो, हाम्रो गोरु। अरू घरमा छ, म गोरु घर गरेर देखाउँछु है त। धन्यवाद। हेलो, पहिलोचोटि स्ट्यान्ड समातेको, त्यही पनि रिमोट खस्यो। मेरो त ढङ्गै छैन क्या, देख्न पनि छैन। ल हेर्नुहोस्, यता फेरि हाँसै छ। यसलाई पनि पहिलोचोटि स्ट्यान्डबाट देखाइदिनु। फाइनल्ली हामी चाहिँ आयौँ गाइस। फाइनल्ली अब चाहिँ हामी बन्दीपुर आइपुगेका छौँ। बन्दीपुरमा चाहिँ अब यहाँनिर नयाँ ब्रिज पनि बन्दै रहेछ। यहाँनिर यस्तो राम्रो ब्रिज बन्दै रहेछ। यो ब्रिज बनिसकेपछि सम्भवतः हाम्रो यात्रा अझ रमाइलो हुन्छ, किनभने यो पुल सानो छ, उतापट्टिको पुल ठुलो बन्ने बित्तिकै त अफिसले पनि राम्रो भयो। सेती नजिकको पुल तर्ने बित्तिकै हामी तनहुँ आइपुगेका छौँ। तनहुँ बजार पनि फेरि भयङ्कर रमाइलो बजार छ। यहाँनिर तपाईँको ठुलो बाक्लो बजार छ, खोलाको छेउमा बसेको बजार। कारागार भइहाल्यो, दमौली कारागार। हामी पहिला पनि आएका थियौँ एकचोटि एकजना साथीलाई भेट्नको लागि। त्यस्तै गरी दमौली बजार एउटा महोत्सवमा पनि आएका थियौँ। के अरे पहिला तपाईँलाई छोटो भिडियोमा देखाएको थिएँ, पक्कै पनि हेर्नुभएको छैन थाहा छैन। अनि यो ठाउँमा त हिँड्नु झन्नै लडिएन, आज यो ट्रक जस्तै भयो। समग्रमा अब हामी यहाँबाट अघि बढ्यौँ। फेरि बाटोमा आउँदै गर्दाखेरिमा यहाँनिर एउटा कन्टेनर क्याफे रहेछ। कन्टेनर क्याफे भनेर 10 किलोमिटर अगाडिदेखि नै बोर्ड लगाएर रहेछ। कस्तो रहेछ त भनेर हेर्दै आयौँ। बसेर भाइलाई कफी खाएर जाउँ न त भनेको। होइन दाइ, हतार हुन्छ, बेलुका घर पुग्नु ढिलो हुन्छ भन्यो। अनि फेरि कफी चाहिँ खाइएन। अनि कन्टेनर यस्तो रहेछ, कफी खान पक्कै पनि तपाईँहरू त्यहाँ पुग्नु भयो भने त्यहाँ बसेर कफी खाएर आउनु। कन्टेनर हो त्यो चाहिँ, एउटा गाडीको कन्टेनरभित्र क्याफे चलाएको छ, राम्रो छ। त्यहाँनिर सरर लाएर त्यहाँबाट अघि बढ्यो, आइयो त्रिशुलीको तपाईँ मर्स्याङदेखिको किनारमा आइयो, एकछिन बसियो। फेरि आनन्दको वातावरण। अब लगभग हामी गोर्खाको बाटो एकदम नजिक आइपुगेका छौँ। पक्कै पनि हेर्दै गर्नुहोस् हामीलाई। अब चाहिँ हामी फाइनल्ली तनहुँलाई छोडेर मर्स्याङदी पुल तरेर अब हामी गोर्खाको लागि निकै नजिक पुगिसकेका छौँ। ठ्याक्कै गोर्खा त पुगिसकेका छैनौँ। अब हामी गोर्खा पुग्नै लाग्दै गर्दाखेरिमा तनहुँ खैरेनी बजारलाई पछि पारियो र खैरेनीको यो पुल तरेर अब हामी गोर्खा प्रवेश गर्छौँ।
गोर्खाको यो हाम्रो गेट हो गोर्खा बजार। यहाँबाट अब हाम्रो गोर्खाको यात्रा सुरु हुनेछ। पक्कै पनि हाम्रो दाहिने साइडमा देखिएको ठाउँ चाहिँ गोरखखाली रबर उद्योग हो, जो द्वन्द्वकालमा बन्द भएको थियो। पक्कै पनि अहिलेको सरकारले यो रबर उद्योग पनि खुलाउनेछ। गोरखखाली टायर उद्योग आफैमा गौरवको योजना हो यो पक्कै पनि निकै चालु होस्, छिटोभन्दा छिटो यो खुलोस्, यस्तो राम्रो छ। पक्कै पनि धेरै गोर्खावासीलाई नै राहत मिल्नेछ यो खुलेमा। हाम्रो पनि कामना छ कि यो चाँडै खुलोस् भन्ने छ। अब हामी लगभग यहाँबाट गोर्खाको लागि धेरै नै अघि आइपुग्यौँ। गोर्खा बजार अब भन्दा पनि हामी गोर्खा बजारपट्टि गइन्न, फेरि 12 किलोबाट तल गइन्छ। यसो दरौतीको किनारे हामी आइरहेका छौँ। अनि यो दाहिनेपट्टि तल देखिएको चाहिँ यो चाहिँ रिसोर्ट हो। यदि बाहिरबाट आउनु हुने पाहुनाहरू हुनुहुनेछ भने यहाँ पनि स्टे गर्न सक्नुहुनेछ। बस्नलाई आनन्द छ, रमाइलो छ। जति हेऱ्यो तपाईँलाई गोर्खा आएपछि त फेरि अर्को स्वर्गै हो। अब यो चाहिँ हाम्रो दरौदी, जुन दरौदी खोलाको पुल तर्दैछौँ, यो दरौदी खोलाको शिरमा चाहिँ हाम्रो घर हो। अब हामी यहाँबाट चाहिँ हाम्रो घरको खोलाको खोलै गयो भने हाम्रो घरमा पुगिन्छ र हाम्रो बाटो पनि त्यही हो। अहिले जाने बाटो त्यही नै हो। चौतारामा बाहरूले फेरि धेरै मजा लिइरहनु भएको छ। बाटो पनि सजिलो छ, त्यति असिलो बाटो छैन। पक्कै पनि यहाँ आइपुगेपछि त देखि नै हाल्नुभयो होला। 12 किलो भन्ने बित्तिकै फेरि हामीहरूको लागि चाहिँ एउटा बजारै हो। त्यहाँनिर हाम्रो चाहिँ सेन्टर पोइन्ट हो। 12 किलोमा धेरै भावनाहरू गाँसिएको छ। 12 किलोसँग हाम्रो धेरै आवश्यकताहरू पुरा गरेको छ 12 किलोले। धेरै चाहनाहरू, धेरै सपनाहरू, रहरहरू पुरा गरेको छ। बस नदेख्दै गर्दाखेरिमा 12 किलो आएर बस चढ्ने जमानाको मान्छेहरू हामी त। अहिले विकासले घर घरै बस पुगे पनि यहाँ होटेलहरू छन् बस्नको लागि। 12 किलो यहाँ पनि स्टे गर्ने ठाउँहरू छ धेरै नै। यहाँको टहराहरू चाहिँ सम्भवतः पछिल्लो समय त यो भत्काउने छ, अहिलेसम्मलाई यहाँनिर छ। 12 किलो यो हाम्रो बजार हो, यो हाम्रो फलफुल किनमेल गर्ने बजार हो। हामी पनि यहाँ आयौँ, एकछिन बाइक रोक्यौँ, बाइक रोकेर साइड लगाएर फेरि चाहिँ यहाँ आएर स्याउ घरमा लैजानको लागि स्याउ आँपहरू किन्यौँ। त्यसपछि यहाँबाट किनिसकेपछि अब चाहिँ फाइनल्ली हामी गोर्खाको लागि अघि बढ्यौँ। छेपेटार बजार आइपुग्यौँ हामी। नजिकै छ, फेरि हाम्रो यात्रा सठिक भएको हुनाले पनि छिटो देखाइरहेको छु तपाईँलाई मैले। यो चाहिँ हाम्रो छेपेटार बजार हो। यो बजारसित पनि हाम्रो भावनाहरू साँटिएको छ। 12 किलोभन्दा केही समय पछि फेरि छेपेटारमा बस पुगेको थियो। बस चढ्नको लागि हाम्रा दाइहरू दिदीहरू यहाँसम्म हिँडेर आउनु पर्थ्यो। हामी चाहिँ यहाँसम्म ठ्याक्कै आउनु परेन, किनभने कच्ची बाटो भने पनि अलि माथि पुगेको थियो हामी आउने बेलासम्ममा। छेपेटार पनि आफैमा रमाइलो एउटा बजार छ। यहाँनिर पनि अहिले त पछिल्लो समय माथिबाट तल झरेर बस्नेहरूको जनसङ्ख्या पनि बढेको छ। ठुलो बजार बस्दैछ। छेपेटारमा बास बस्नको लागि यहाँ पनि 1-2टा होटलहरू छन्। यहाँसम्म आउँदाखेरि तपाईँलाई होटलमा बास बस्नको लागि त्यति भिड पर्ने छैन। यहाँबाट माथि लागिसकेपछि चाहिँ बिच बाटोमा कतै त्यति राम्रो होटलहरू चाहिँ भेटिँदैन। अलि माथि नै पुग्नुपर्छ राम्रो होटल खोज्नको लागि भने। अब हामी यहाँबाट दाहिने पारेर छेपेटार बजारलाई देब्रे पारेर हामी दाहिनेतर्फ अघि बढ्छौँ। यहाँबाट दाहिने लागिसकेपछि चाहिँ अब हामी यहाँबाट सिधै जानुभयो भने अर्कै ठाउँ पुग्नु छ। यहाँबाट दाहिने लागिसकेपछि चाहिँ अब यो चाहिँ हाम्रो घर जाने बाटो, हाम्रो गाउँ जाने बाटो, झ्याल्ला बार्पक पुग्ने बाटो यही नै हो। यो बाटोमा सम्भवतः तपाईँहरू धेरैचोटि हिँडिसक्नु भएको छ। नहिँड्नु भएको भए पनि अब हिँड्ने बेलामा याद गर्नुहुनेछ। यो छेपेटारको चौतारो, यो चौतारोमा बसेर चटपटे खान पनि बेग्लै मजा छ, आनन्द छ। अब यहाँबाट ओह्रालो लगाइसकेपछि त अब दरौतीदेखि नै हाल्नुभयो। छेपेटार ठुलो फाँट छ यहाँनिर, पारिसम्म बस्तीहरू छ, रमाइलो छ यहाँनिर, जति आनन्द छ। अब छेपेटारको पुल, यो पुल चाहिँ डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा हाम्रो गोर्खाले पाएको नयाँ विकासको पूर्वाधार मध्येको एउटा पूर्वाधार यो पनि हो। सम्भवतः यो बाटो हुन्थेन भने हामीले अझै पनि शास्ति भोग्नै पर्थ्यो, दुःख पाउनै पर्थ्यो। यो बाटोहरूलाई छिचलेर यो पुल बनिसकेपछि हाम्रो सपनाहरू पनि यो पुलसँगै जोडिएका थिए र विभिन्न ठाउँहरू पार गर्दै पुल तरेपछि त अब आफ्नै आँगनमा आइपुगिहाल्यो। यहाँनिर आइपुगेपछि चाहिँ हाम्रो बाइक पनि बनाउनु पर्ने थियो। बाइक पनि कसकास गरियो। माथि चाहिँ तपाईँको पालुङटार जाने बाटो, अब यहाँबाट बार्पक जाने बाटो। हामी चाहिँ बार्पक जाने बाटो तल्लो बाटो लाग्छौँ। छेपेटारको ठुलो फाँट छ। सोरकाटे बजार आइपुग्दा त झन् अब कुरै नगर्नुहोस्, धेरै नै धान फल्ने ठाउँ हो यो चाहिँ। सोरकाटे बजार पनि राम्रै बजार छ। यहाँबाट माथि लागेपछि त आइपुगिसक्यो। अब हामी धेरै टाढा छैनौँ। सोरकाटे बजार यही हो। यो सोरकाटे बजारबाट यहाँबाट देब्रे लागियो भने अब हामी भच्चेक बजार जाने बाटो यो बाटो हो र अब यहाँबाट हामी तल लाग्छौँ। हामी चाहिँ खोलाको किनारे जानुपर्छ। खोलाको किनारे गएपछि बल्ल हामी बार्पक जाने बाटो छिचलेर घर पुग्ने हो। हेर्दै गर्नुहोस्। सोरकाटे बजार कटिसकेपछि चाहिँ अलिअलि बाटोहरू नराम्रो छ, कतै बिग्रिएको छ, पुनः बनाउनु पर्ने छ। साह्रै नै ज्यान दुखिसकेको थियो बाइकमा हिँड्दा। अनि यहाँनिर आएर बसियो।
यहाँनिर मजासित बसियो। भोक लागेको थियो, झोलामा चाउचो थियो, चाउचो निकालियो, चाउचो खाइयो। रमाइलो ठाउँ। काम नपारै सर यता यस्तो गर्दै हुनुहुन्छ। यस्तो खोला बगाएको छ, गनाउँदै खोला फाइनल्ली हामी हाम्रो गाउँको नजिक आइपुगेको छौँ। त्यो पारि देखिएको हाम्रो गाउँ हो। अब लाम होइन, हेलमेट लाउँ, लाएर टक्क जाउँ। बाइक छ यता, बाख्रा चरिरहेको छन्, कुकुरले बाख्रा हेर्छ हाम्रो गाउँमा। त फेरि रासित अहिले तल दरौती नदी छ, यस्तो मिठो दरौती नदी छ। त्यहाँ फेरि राम्रो छ, आनन्दको भ्यू छ। त्यो चाहिँ दरौती नदी हामी पौडी खेल्ने ठाउँ, नुहाउने ठाउँ, लुगा धुने ठाउँ हो यो। माथि चाहिँ अब आकाश गइहाल्यो। हामीले त्यो देखिएको त्यो पल्लो छेउको डाँडोमा चाहिँ हाम्रो घर कहाँ अलि उठे पो त अलिअलि तोबाट देखिन्छ। डाँडाबारीबाट हाम्रो घर देखिन्छ। ब्याच हामी फाइनल्ली अब चाहिँ रेडी अवस्थामा छौँ। अब एकैचोटि घरमा गएर ल्यान्ड हुनु पनि सक्छ। अब बिच बाटोमा रोकिन पनि सक्छौँ। अझै गइरहेको छ है। अब हामी यहाँनिर आइपुगेपछि त लगभग घरै आ जस्तो फिल हुन्छ हामीलाई। यहाँबाट झ्याल्ला देखिन्छ। बाटो चाहिँ अलिकति बनाउनु बाँकी छ, पिच गर्नै बाँकी छ। यो बाटो पिच भइसकेपछि त झनै मजा भइ नै हाल्छ। यहाँनिर आइपुगेपछि त लगभग तपाईँहरूले देखि नै सक्नुभयो झ्याल्ला बजार। झ्याल्ला बजार पनि आफैमा हाम्रो त नुन तेल किन्ने बजार हो। नुन तेल जति पनि किन्छौँ यहीँबाट किन्छौँ। यही बजार हो, सानो बजार। हाम्रो यही बजारबाट धेरै आवश्यकताहरू परिपूर्ति भएका छन्। यही बजारसँग धेरै सपनाहरू, भावनाहरू जोडिएका छन्। अब हामी झ्याल्ला बजार आइसकेपछि अब बारपाक जाने बाटो छोडेर हामी हाम्रो कच्ची बाटोतर्फ अघि लाग्नुपर्ने हुन्छ। अब बाटो पनि त्यति राम्रो छैन। हेर्दै जाउँ माथि कस्तो छ बाटो। पक्कै पनि यहाँबाट सिधा गइयो भने अब हामी पारपाक पुगिन्छ। अब हामी यहाँबाट सिधा जाँदैनौँ। हामीले मूल बाटो छोडेर अब भित्री बाटोतिर अघि बढ्न पर्ने हुन्छ। बाटो सहज छैन, त्यो थाहा छ मलाई। हेरौँ माथिको बाटो कस्तो छ। अब यो यो भिर कटेर हामी थाप्लोमा पुग्नुपर्ने हुन्छ। बाटो हसिलो छ। बाइक हाल्ने चाहिँ लगभग बाटो छैन। यता सिउरिन जाने बाटो हो। यता नगइकन हामी यता जानुपर्छ। तर बगरै छ हजुर। बाटो त धेरै राम्रो छ हाम्रै। बाटो त अब यस्तै हो, हिँड्न परिहाल्यो बाटो। बाइक अब कुनातिर गरौँ पिच्छ अलि माथि गएपछि पिच्छ। बाटो यस्तो छ, जान सक्ने उपाय छैन यहाँ त। फाइनली झ्याल्लाडा माथि त आइयो। उपाय त लाग्ला छैन। काली बाटो त खराब रहेछ, बाइकिङ नजाने। अब यो बाटोबाट पार नलागेपछि हामी पुनः फर्क्यौँ, चनौटे आइपुग्यौँ र चनौटे बाटो ढिस्काको बाटो हुँदै घर जाने तय गऱ्यौँ। त्यो बाटो जान सक्ने सम्भावनै भएन। आधी बाटोसम्म त हामी जसो तसो गएका थियौँ। आधी बाटोबाट माथि त अब त्यो बाइक बोक्ने कि मान्छे बोक्ने भन्ने नै नसकेर यो बाटो जाँदैछौँ। यो बाटो भर्खर टेन्डर परेको छ, भर्खर पिच हुने तयारीमा छ। नालाको काम, छेउको काम सबै भइसकेको छ। अब ग्राभेल ओछ्याएर पिच गर्न बाँकी छ। सम्भवतः हामी अर्को भ्लगमा देखाउँछौँ तपाईँलाई। अर्कोचोटि आइपुग्दाखेरि, यहाँसम्म आइपुग्दाखेरि त्यो बाटो पिच नै भइसक्छ। अर्कोचोटि पिच बाटोमा हिँडौँला। यो देखिएको ठाउँ हाम्रो बेसी, हाम्रो चाहिँ खोलाको छेउ तरौती किनार। अब बाटो पिच हुने काम भइरहेछ। यहाँनिर धमाधम पिच भइरहेछ। चौबारी बजार आफैमा सुन्दर बजार, यो पनि धेरै रमाइलो छ। यहाँबाट रातमाटा यो दिदी घर जाने बाटो रातमाटा पुगिन्छ। जननी जन्मभूमि स्वर्गदपि गरिएछि। जन्मभूमि र जन्म दिने आमा स्वर्ग भन्दा पनि प्यारो लाग्छ। जन्मिएको ठाउँ, हुर्किएको ठाउँ, पढ्नको लागि उकालो ओह्रालो गरेको बाटोहरू त छिटो जामै आइज। बारी टनक्कै भरिएछ। घरले घरलाई छेकेको छ। तेरो घर कहाँनिर हो त यार? गायब भयो, देखिन्न थियो यार। फाइनल्ली म घर आइपुगेको छु। घरमा बसिरहनु भएको छ। बुवा उता बसिरहनु भएको छ, मम्मी यता बसिरहनु भएको छ। पानी परिरहेको छ, आनन्द छ। मम्मीले जाने बित्तिकै ल मकै खा छोरा भन्नुभयो। मकै दिनुभयो। पोल्न भन्दा नि काँचै खाएँ एउटा घोको त। त्यसपछि त्यहाँबाट फेरि मम्मीले अर्को मकै पोलेर दिनुभयो। अर्को मकै पोलेको मकै खाइयो। त्यो म पढेको स्कुल, बच्चैदेखि त्यहीँ हुर्किएको। यो म हुर्किएको जन्मिएको आँगन रमाइलो छ। स्वर्गको अर्को रूप हो मेरो लागि यो ठाउँ। स्वर्गै पुगे जस्तो हुन्छ।
फेरि मकै एकछिनमा पोल्यायो मकै खाइयो र थाकै लाग्थ्यो साँझ पऱ्यो झमक्कै मम्मीले भान्सामा मासु पकाउनु भयो कुखुरा मासु खसीको मासु अब भैँसी चाहिँ छैन हाम्रो घरमा हामी टक्क लाएर चाहिँ छोरा चाख भन्दै हुनुहुन्थ्यो मम्मी एकछिन पक्नु है भिडियो बनाउँदैछु भने अब मासु खान्छु सुत्छु हस् गुड नाइट आजको लागि यति नै